भुन्टीको कुरा नसुन्दा र हस्पिटलमा कुरेर बस्न नमान्दा भूपेन्द्रको अब जेल जाने भने पक्का भयो। जसलाई गाडीले ठोके उसका सारा परिवार भूपेन्द्रको घरमा आइपुगे। अब भूपेन्द्रले भने कस्तो खालको जवाफ दिन्छन् तिनीहरूलाई भने थाहा छैन, किनकि उनीहरू भने छोड्ने तरिकाले पक्का पनि आएका होइनन्। किनकि उनीहरूले बोलेका शब्द र मेरो मान्छे मार्न खोजेर दसैँ घरमा आएर आनन्दले बस्ने सम्म भनिसकेका छन् भने भूपेन्द्रका सारा परिवारै छक्क परिरहेका छन्। वास्तविकता के भयो भन्ने कुरा कतिपय परिवारका सदस्यहरूलाई थाहा छैन, तर भूपेन्द्र र भुन्टीलाई भने यथार्थ थाहा छ। तर भूपेन्द्रले दोष जति भुन्टीलाई नै लगाइरहेका छन्। आफू गाडीले हान्छन् तर दोष भने भुन्टीलाई दिन्छन्। आखिर तैँले हस्पिटल जान जिद नगरेको भए आज यो एक्सिडेन्ट हुने थिएन, अर्थात् मैले गाडीले कसैलाई ठोक्ने थिइनँ सम्म भन्न भ्याइसकेका हुन्छन्। आफ्नो बुद्धिले राम्रो काम गरेको छैन त्यसमाथि पनि भुन्टीलाई नै दोष दिइरहेका छन्। आफू गर्छन् गल्ती, सारा दोष जति भुन्टीलाई नै दिन्छन्। बिचरा भुन्टीको गल्ती कहीँ केही थिएन, तर पनि भुन्टीले सहजै स्वीकार्छिन्। मेरो आमा र त्यो तिमीले ठोकेको अर्थात् तपाईँले गाडीले ठोक्नु भएको मान्छे ठिक भएपछि तपाईँलाई जे गर्न मन लाग्छ, जसो गर्न मन लाग्छ, म सबै कुरा मान्न तयार छु र यदि छोड्नु परेछ तपाईँलाई भने पनि छोड्न तयार छु। तर अहिले मलाई जान दिनुहोस्, भोलि यहाँ ठुला ठुला समस्याहरू आइलाग्न सक्छन् भन्दै हुन्छन्। तर भूपेन्द्रले भने दाइले भनेको कुरा सुन, दाइले के भन्नुभएको थियो, भोलि चौकी जानुपर्छ भनेको होइन भन्दै भुन्टीलाई नै जबरजस्ती गरिरहेका छन्। बिचरा भुन्टी केही भूपेन्द्रका कुराहरू पनि नसुनिकन भूपेन्द्रलाई सम्म पनि धकेल्दै भुन्टी त्यहाँबाट हस्पिटलतिर जाने तयारी पनि गरिरहेकी थिइन्। तर त्यति नै बेला बुढाबुढीको झगडा हुँदै थियो। बाहिर एक्कासी हो हल्ला सुनेपछि कौसीमा आएर हेर्दा जसलाई भूपेन्द्रले गाडीले ठोकेका थिए त्यसै मान्छेका सारा परिवार भने त्यहाँ आएका रहेछन्।